प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्। महोत्तरीमा आज आयोजित एक कार्यक्रममा ओलीले पूर्व राजालाई देशका जुनसुकै स्थानबाट चुनाव लडेर जित्न सुझाव दिएका छन्। ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले अलिकति टाउको निकाले जस्तो गर्ने र अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्ने गरेको बताएका छन्। उनले भने लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुहोस्, तपाईलाई जहाँसुकै पनि चुनाव लड्न खुला छ, चुनाव लड्नुहोस्, पार्टी खोल्नुहोस्, खोलेकै छ त्यसलाई आफ्नो भन्नुहोस्, मेरो पार्टी भन्नुहोस्, अलिकति टाउको निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने। नेपाली जनताले फालेको राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको उनको आरोप छ। प्रधानमन्त्री ओलीले मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको समेत जिकिर गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरूलाई अपमान गर्ने अधिकार नभएको बताएका छन्। सर्लाहीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले कार्य सम्पादन मूल्याङ्कनमा फेल भएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार समेत नभएको बताए। यसको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले गैर जिम्मेवार तरिकाले शिक्षकहरूलाई होच्याउने र अपमानित गर्ने अभिव्यक्ति दिएपछि त्यस्तो नेतृत्वबाट शिक्षा विधेयक सजिलै संशोधन भएर पारित होला भन्ने विश्वास गर्ने आधार नभएपछि आफूले नै शिक्षा विधेयक सदनमा दर्ता गर्न नेतृत्व गरेको प्रचण्डको भनाइ छ। बजेटको उचित व्यवस्था नगर्ने, अरू तलब सुविधा र सम्मान गर्नुपर्ने थियो त्यो नगर्ने अनि उल्टो शिक्षकहरूलाई नै अपमानित गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन। त्यस्तो प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन, प्रचण्डले भने। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले चन्द्र ढकाल जस्ता व्यवसायीहरूलाई प्रोत्साहन गरी पाथीभरामा केबल कार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा सांसद पौडेलले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुकुमलुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध गरेका हुन्। साथै अहिले भएको भनिएको वार्ताको प्रगतिबारे पनि उनले प्रश्न राखेका छन्। उनले मुकुमलुङमा सरकारले गरिरहेको दमनको बाटो गलत रहेको बताए। निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। निकै कमजोर आर्थिक अवस्थाबाट अगाडि बढिरहेका चन्द्र ढकाल जस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्न र केबल कार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग मेरो आग्रह छ, उनले भने। मेडिकल व्यवसायी दुर्गा प्रसाईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रक्षान्मुनि फालिदिने दावी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रक्षानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईले अब प्रचण्डलाई नै रक्षान्मुनि फाल्ने दावी गरे। राजाको पक्षमा शुक्रबार पत्रकार सम्मेलन गरेका प्रसाईले प्रचण्डले अमेरिका र स्विट्जरल्यान्डमा घर किनेको आरोप लगाए। उनले भने, म आफैले 20 वर्ष सहयोग गरेको हो प्रचण्डलाई। हामीले प्रेसर कुकर बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे, स्विट्जरल्यान्डमा घर किन्न सक्थे र प्रधानमन्त्री हुन्थे। पत्रकार सम्मेलन भरि विभिन्न नेता र पत्रकार तथा लेखकहरूको उछितो काटेका प्रसाईले फागुन 25 गते काठमाडौँ ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने समेत बताएका छन्।